सिलिचङ गाउँपालिकाको एउटा कोलबा लुकेको ठाउँमा हामीले पनि अदुवा खेती गर्न लागिरहेको छ, जहाँ हाम्रो पुर्खाहरूले पनि यो ठाउँमा अदुवा रोपिरहेको थियो। तर पनि आज हामी युवा व्यवसायमा पनि यो अदुवालाई अति नै मनमैक मानेर नगदे बालीको रूपमा त्यो गरेर हामी कोलबावासी युवाहरू एकजुट भएर यहाँ हामी अदुवा खेतीको लागि एकदम जमिन तयार गरिरहेका छौँ र यो तयार सँगसँगै हामी अदुवा उत्पादन गरेर हाम्रो जीविकोपार्जन गर्ने एउटा केही हैसियतमा नगदहरू र यहाँको आम्दानीको स्रोत बढ्छ भन्ने आशा छ र हाम्रो यो कोलबाको युवाहरूले अझ अदुवा तपाईहरूलाई कसरी रोप्ने र खाने भन्ने बारेमा जानकारी गराउनेछ र रोप्ने देखाउनेछ। र आज हामी चाहिँ मलजोत खनजोत गरिसकेर अब त्यस पछाडि मल खातको कुरा हुन्छ। मल बोक्नलाई यही हो, मल देखिरहेको छ सबैजनाले। यसलाई लगेर हामी बारीमा त्यो अघि खनजोत गरेको ठाउँमा लगाएर अदुवा उत्पादन गर्नको लागि रोप्नेछौँ बिरुवा। र यसरी हामीले मललाई बोकेर खनजोत गरेको बारीमा लाँदैछौँ र हाम्रो बिरुवाको अदुवाको नर्सरी यस्तै भइरहेको छ। र यो एउटा साझेदारी कार्यक्रम गरेको कोलबाले सबैभन्दा पहिलोपल्ट नै हो यो अदुवा खेतीको। र आज कतिको सक्सेस हुन्छ यो अदुवाको नर्सरी यस्तो छ तपाईहरूलाई देखाइरहेछौँ। र यहाँ केही ठाउँहरू खनजोत गरिसकेर अब अहिले खन्दैछौँ र रोपिरहेछौँ। यहाँ रोप्ने क्रमहरू जारी छ र यहाँ मल जैविक मल प्रयोग गरेर हामीले रोपिरहेका छौँ। रोप्ने क्रम जारी नै छ, अझै केही समय लाग्नेछ। रोपिरहेको यो अदुवा जैविक मल र यही हाम्रो घरेसी मल प्राङ्गारिक मल दुईटै प्रयोग गरेर अदुवा खेती गरिरहेका छौँ, जहाँ अहिले हामी
यस सिलिचुङ गाउँपालिका 3 कोल्बामा हो यो। र अदुवाको आम्दानी र मार्केटिङ बजार मूल्यहरू अहिलेसम्म हामीले बुझ्दाखेरि राम्रो नै देखेको कारणले गर्दा यहाँ हामीले यो अदुवा खेती गरेको हो। यो अदुवा खेतीको गर्नको लागि हामीलाई आफ्नो जीविकोपार्जन गर्नलाई आय आर्जन जीविकोपार्जन भने चाहिँ तर कति सक्सेस हुन्छ त्यो चाहिँ अब पछि नै भर पर्ने कुराहरू हो। र आज हामी यहाँ रोपिरहेका छौँ। रोप्दै गर्दा भिडियो र हामी पछिको पनि देखाउनेछौँ। पछि कस्तो हुन्छ देखाउला, त्यसको लागि त्यसको बारेमा पर्खिनु होला। कस्तो हुँदै जान्छ त्यो सबै हामी देखाउनेछौँ। साथसाथै तपाईँहरूबाट यसरी नै हामीले रोप्यो अदुवा र यही तरिकाले